चौमाला बोली कोनाले पनि विरोधी गर्यो त्यसो गर्नु त्यो तपाईँको जहाँ यहाँको गयो समुदायको भइहाल्छ एक बस्ने नदिने खाइ यता जान्ने मान्ने दुई त्यो कति हाम्रो त्यहाँ जान्ने मान्ने कति मेरो डेपु सिडिओ यता लेखराजीले यो जग्गा प्रमाण गरेका अहिले बिग्रेको अगाडि यो कार्यक्रम जारी छ भने भन्नाले त्यो जग्गा दुनियाँभरका आएर गरे होइन त्यससँग बिग्रियो अठार दुनियाँभरका आए लेखराज दिएको त अब त्यहाँबाट त्यहाँ चुनाव भयो के भयो कोही लेखराज दिँदैन महामारी त्यही आयो ऋषिले पनि त्यही शिविर पोलदेखि ठन्डा त्यहाँबाट बनाएको एउटा दुई त्यहाँ सरकारको काङ्ग्रेसको माओवादी सरकारको यहाँ नजिकै अरू बस्तीहरू छ कि छैन? नेपालतिर छ बस्ती हुन् पुरै छ धेरै छ पानी त्यो पैसा धेरै अम्किन त उनीहरूले बसिरहेको पिँढाले बेच्दा लाग्छ पारेर बजकोटा खलम बज्नु होइन तीन पैसा तमानको भन्दा छिल्ली बिल्ली हाम्रै हो जसो अहिले बालिन्द सरकारले गर्यो तसै यो कुचेनलाई हामीलाई गर्यो अरूले गरे होइन होइन कहीँ देखाउनु हो र भने अब तिनले के गर्यो पार्टी वनमा जोडाएर यो बनलाई मोबाइल टक्कर लिएर जोडाउँछ नि थप गराएर ओरा चाहिँ भूमि चुरी चारको छ लट्टापट्टा हाम्रो भन्छन् हेर्नु होइन कति दबाबमा पढाएको छु हामी त चुरैभित्र बसेको छौँ हम कसैको नि भित्र चाहिँ नि वालका जति होला हाम्रो चुरी चारको तल यो किरेचर चाहिँ किरेचर एउटा कम्प्युटरमा हेरेपछि थाहा छ होइन त्यो सरेटोबारी भन्ने अहिले यो जमिन कसको वनको हो? यो राष्ट्रिय वन पहिला थियो राष्ट्रिय वन हो जोडाएर चाहिँ 4-5 वर्ष लागि कतिको लागि यो तल जुन खोलाको चाहिँ हामी जहाँ खोलाबाट तर्यौँ नि त्यहाँदेखि यहाँ अर्को बस्ती थियो नि उभिन्न तल हजुर त माथि आयो होला उभिन्न तल किन त्यति बेला यो बस्तीलाई जति बेला उठाउने बेला भयो हेर्नुहोस् सर त्यति बेला म यहाँ आएँ अनि मैले त्यति बेला के भनेको भने अध्यक्षज्यू तपाईँले छातीमा चाहिँ तपाईँको गोली खानुहोस् नत्र भने यो अध्यक्ष मलाई सम्पिनुहोस् म खान्छु गोली र यो जनता यहाँबाट उठेर चाहिँ तपाईँको धनगढी जानु भनेको हार्नु हो जे हुन्छ यही ठाउँबाट लडाइँ गर्नुपर्छ उहाँले मान्नु भने हामी चाहिँ घुँडा टेकौँला हामीले चाहिँ धनगढीमा आन्दोलन गरौँला ठाउँमा आन्दोलन गरौँला भनेपछि के गर्ने जनतासँग पैसा कम छ गरिब जनता हो कति दिन बस्ने कति दिन खाने कति दिन आन्दोलन गर्ने त्यस अर्थले हारेर अनि केही साथीहरू चाहिँ जनता चाहिँ निस्कियो अब चाहिँ तपाईँको जहाँ घर थिए जसका उता गए यो चाहिँ एउटा पीडित जनता काहीँ पनि चाहिँ यिनको ठाउँ नभएको कारणले एउटा घरधुरी नै नभएको कारणले बस्ने बाँस घाँस कपासको कुनै पनि नभएको नाताले उनीहरू मार्छ त हामीले गोली खान्छौँ भनेर फर्केर फेरि यहीँ आएको यो जनता यसरी बुझ्दिन हुन हजुरलाई अनुरोध उठाउन पनि आएका आगो लगाएका तर हामी गइसकेन आगो पनि लगाएको नै घरमा लगाएपछि हामीलाई आगो लगाऊ भन्ने जनता आगो कसले लगाएर आगो कसले कसले लाए कसले थाहै भएन एकैचोटि झ्याम उता गरे यता गरे ऊ गरे तरिकाले अब मैले त म त त्यही गाउँको मान्छे हो फेरि बोल्न पनि मिल्दैन के यहाँहरूको चाहिँ उसमा चाहिँ उठेकै हो मैले त यहाँ